एसकेपी कम्पनीमा आउन छुटेका साथीहरूको लागि फेरि पनि एसकेपी कम्पनीको शाखाबाट फिरबिसाब फ्री टिकटको डिमान्ड गइसकेको छ है। आज पनि एउटै मेन पावरमा दुईवटा कम्पनीको डिमान्ड सँगै लिएर आएको छु है। यदि हजुरहरू मलेसिया आउनलाई कुरेर बस्नुभएको छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। हजुरहरूको लागि म यो फिरबिसाब फ्री टिकटको डिमान्डहरू समय समयमा ल्याउने गर्दछु, त्यसकारणले भिडियो अन्तिमसम्म हेर्नुहोला र आइडीमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो मन पर्छ भने लाइक र शेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नु होला। आज चाहिँ म एसकेपी कम्पनीको शाखा गुड हार्ट इन्डस्ट्री एसडिएन बिएसडी कम्पनीबाट 89 जना पुरुषको लागि फिरबिसाब फ्री टिकटको डिमान्ड लिएर आएको छु। यसको लट नम्बर रहेको छ 341092। यो लट नम्बर गुगलमा गएर मजाले सर्च गर्न सक्नुहुन्छ है। यो कम्पनीमा पनि प्लास्टिकको सामानहरू भन्छ है, जस्तै अब कम्प्युटर ल्यापटप भयो अनि प्रिन्टरको कभर भयो, यस्तै यस्तै इलेक्ट्रोनिक सामानको कभर भन्ने काम हुन्छ यो कम्पनीमा चाहिँ। इन्डस्ट्री कम्पनी हो, प्लास्टिकको सामान बन्छ यो कम्पनीमा। र अर्को कम्पनी रहेको छ बाङ्गी प्लास्टिक एसडिएन बिएसडी कम्पनी। यो डिमान्डको लट नम्बर रहेको छ 341091 र यो कम्पनीमा चाहिँ 29 जना पुरुषको लागि फिरबिसाब फ्री टिकटको डिमान्ड गएको छ। यो कम्पनीमा पनि प्लास्टिककै सामान बन्छ है। र यो दुईटै कम्पनीको डिमान्ड चाहिँ इन्टरनेसनल मेन पावर रिक्रुटमेन्टमा गएको छ है। र यो दुईटै कम्पनीको प्री इन्टरभ्यू र अन्तिम इन्टरभ्यू एकै दिन रहेको छ है। यसको प्री इन्टरभ्यू रहेको छ 2083 वैशाख 20 गते र यसको फाइनल इन्टरभ्यू रहेको छ 2083 वैशाख 22 गते। यदि हजुरहरू मलेसिया आउनलाई कुरेर बस्नुभएको छ भने यो कम्पनीको लागि पनि प्री इन्टरभ्यू दिन सक्नुहुन्छ है। फिरबिसाब फ्री टिकटमा आउनको लागि चाहिँ प्री इन्टरभ्यू चाहिँ दिनै पर्छ। प्री इन्टरभ्यूमा पास हुनुभयो भने मात्र फाइनल इन्टरभ्यूमा जान सक्नुहुन्छ। त्यसकारणले हजुरहरू प्री इन्टरभ्यू चाहिँ दिनै पर्ने हुन्छ है। अलिअलि पढे लेखेको चाहिँ हुनै पर्ने हुन्छ। हजुरहरूलाई अलिअलि इङ्ग्लिस भाषा आउँछ अथवा मलेसियन भाषा आउँछ भने हजुरहरू एकचोटि ट्राई गरिहाल्नुहोस् है। एकदमै पारदर्शी तरिकाले छनौट हुने गर्छ। हजुरहरू के थाहा पास भइहाल्नुहुन्छ कि, त्यही भएर ट्राई चाहिँ गर्नुहोला है। फिरबिसाब फ्री टिकटको डिमान्ड हो, 1 रुपियाँ पनि खर्च हुँदैन। उल्टै कम्पनीले यातायात खर्च अनि मेडिकल खर्च, पासपोर्ट बनाइ खर्च भनेर हजुरहरूको एकाउन्टमा 15-20 हजार हालिदिन सक्छ है। त्यही भएर हजुरहरू चाहिँ एकचोटि यो कम्पनीमा आउनको लागि चाहिँ इन्टरनेसनल मेन पावर रिक्रुटमेन्टमा सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्नको लागि यहाँनिर म स्क्रिनमा सबै डिटेलहरू राखिदिएको छु मेन पावरको। हजुरहरू यो स्क्रिनमा दिएको कन्ट्याक्ट नम्बर अथवा ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ है। र धेरै साथीहरू कति उमेरदेखि कति उमेरको जान पाउँछ भनेर भन्दै हुनुहुन्थ्यो। यो कम्पनीमा आउनको लागि चाहिँ 18 वर्षदेखि 45 वर्ष भनेको छ, तर 18 वर्षदेखि 36 वर्षसम्मको लागि विशेष ग्राह्यता दिइनेछ भनेको छ है त। हजुरहरू 18 देखि 45 वर्षसम्मको बिचमा हुनुहुन्छ भने हजुरहरू एकचोटि ट्राई गरिहाल्नुहोला है। धेरै पैसा खर्च गरेर मलेसिया आउने काम नगर्नुहोला। मलेसियाको टाइममा फिरबिसाब फ्री टिकटको डिमान्ड गइरहेको छ। हजुरहरू धेरै धारण गर्नुहोला, फिरबिसाब फ्री टिकटमै आउनुहोला। धेरै 4-5 लाख रुपियाँ खर्च गर्नु आवश्यक छैन है। 4-5 लाख रुपियाँ खर्च गरेर मलेसिया आएर पछुटाउनु भन्दा हजुरहरू फिरबिसाब फ्री टिकटको डिमान्ड खोज्नुहोस् र प्री इन्टरभ्यू दिएर फिरबिसाब फ्री टिकटमै आउनुहोला है त। हजुरहरूलाई मेरो भनाइहरू कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक र शेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नुहोला र आइडीमा नयाँ हुनुहुन्छ च्यानलमा नयाँ हुनुहुन्छ भने आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म हजुरहरूको लागि यस्तै जानकारीमूलक भिडियो ल्याउने गर्दछु, त्यसकारणले आइडीलाई फलो र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद, जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।